नमस्कार सम्पूर्णमा हाम्रा अति प्रिय आदरणीय टोटगाउँ लगायत वरिपरिका छरछिमेकी गाउँ समस्त परिवार अनि भारत लगायत देश अनि विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण कृषक महानुभावहरूमा होलीको पावन अवसरमा हजुरहरू सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। र आजको दिन एकदमै महत्त्वपूर्ण दिन हो र होलीको तिहार पनि भन्ने गरिन्छ। सोही अवसरमा सम्पूर्ण कृषक महानुभावहरूलाई फेरि पनि अन्तर्हृदयबाटै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यो महत्त्वपूर्ण चाड अनि पर्व आफ्नो भाषा, संस्कार अनि संस्कृतिलाई झल्काउने एउटा भारतको नियम अनि संविधान अत्यन्तै महत्त्वपूर्ण अनि मार्मिक पनि छ अनि मिठो पनि छ। यही मिठो अवसरमा सम्पूर्णलाई यसरी नै सधैँभरि सदा सर्वदा भगवानको चरण कमलमा चरण स्पर्श गरी है सबैजना एकमुष्ट भएर एउटै डोरी अनि त्यो डोरीमा बनाइएको गाँठो जस्तै भएर बलियो अनि तागतिलो अनि एकमुष्ट भएर बसिदिने आग्रह गर्दछु। सबैलाई होलिका देवीले रक्षा गरून्। सबैको मन, तन, वचन, ध्यान भगवानप्रति अनि मानव कल्याणप्रति सदैव जागृत भइरहोस्। धर्म, संस्कार, समाज अनि आफ्नो समाज आफ्नो हिसाबले आफ्नो पाराले है मनाए पनि समस्त भारतवासीलाई नै सम्पूर्ण भारतमा छरिएर बस्नु भएकालाई नै यो सुसन्देश म सुनाउन चाहँदैछु। यो आजको फेसबुकको र यानकि सामाजिक सञ्जालको भित्ताबाट हजुरहरूलाई केही यो गर्दैछु है। यही हो, जानी नजानी सकी नसकी भए तापनि जे जति जानिन्छ त्यतिसम्म आफूले राम्रो काम गर्ने, राम्रो सोच अनि विचारहरू प्रस्तुत गर्ने मौकाहरू सबैलाई नै मिलिरहोस् भन्दै सबैलाई जय भारत, जय किसान, जय गोर्खा, जय हिन्द।